ल सुरु गर्नु हेलो गाइज हामी चाहिँ आज छुट्टीको दिन लिमासोलको साइप्रसको लिमासोलमा रहेको यो जुमा आएको छ भन्नु कति अलि छिटो बोल्नु न अनि यो चाहिँ हेर्नुहोस् माथि रहेको छ त्यो मृग रतुवा मृग यो चाहिँ हाम्रो राष्ट्रिय चितवन राष्ट्रिय निकुञ्जमा पाउने गर्छौँ यता माथि हेर्नुहोस् माथि यो सिङ ठुलो ठुलो भएको यसलाई चाहिँ झारल भन्छ जुन चाहिँ हाम्रो नेपाली मुस्ताङ हिमाली क्षेत्रमा पाउँछ अनि प्रत्येकचोटि हाम्रो सिजनल हन्टिङ पनि गर्छ जस्तै यहाँ रहेको छ ऊ पनि एकै ठाउँ रहेछ त के भन्छ मजुर भन्छ मजुर पनि यहाँ रहेको छ अब यति टिकट काट्नलाई हामीले आज 10 युरो लागेको छ 8 युरो 8 युरो लागेको छ यो चाहिँ हिमाली भेगतिर पाउने बाख्रा हो झारल भन्छ जसलाई अब अरू पनि हेर्नुहोस् यता देखाउँदैछु यता त केही छैन रहेछ त्यो त ऊ त्यस्तो त हाम्रो घरतिर कुदिरहेको हुन्छ कि यो चाहिँ यहाँनिर परेवा छ हाँस रहेको छ लु हाँस हेर्नु आइयो है आज आमा यो सेतो त मैले अहिलेसम्म देखेको थिएँ के हो यो उठ यो चाहिँ मैले खोइ थाहा नपाएको यो खोइ के भन्छ पनि अब खरायो पनि रहेछ यो चाहिँ जङ्गली खरायो हो त्यो चाहिँ के हो उठ हो कि के हो होइन यसलाई चाहिँ के भन्छ थुक्छ हौ यसले गदा पनि होइन यसले मान्छे थुक्छ थाहा छ लु गाई चाहिँ यो के हो भनिदिनु होला हामीले चाहिँ चिनेन आमा लु यस्तो त जीव मैले अहिलेसम्म देखेको थिएन गदा जस्तो पनि छ उठ जस्तो पनि छ यसले थुक्छ नि दादा थुक्छ चाहिँ हो मान्छे जस्तै थुक्छ अनि त्यो सानो सानो चाहिँ के हो खरायो जङ्गली खरायो ओरिजिनल खरायो चाहिँ यस्तो हुन्छ हजुर जङ्गली खरायो उता उता अनि यस्तो खरायो यस्तो 4 खुट्टे खरायो नै हुन्छ त हो खरायो यसरी हिँड्छ त यो मान्छेले थाहा पाएन होइन जस्तो जस्तो थियो लु गाइज यो पनि के हो यो पनि देखाएको थिएन हामीले के प्रजाति हो खरायोकै प्रजाति हो तर के हो यो साइप्रसको खरायो यो सानो खरायो हो यहाँनिर सानो खरायो हुन्छ अनि त्यही पनि यसो यसरी हिँड्छ त नि सानो जरायो हो क्या यो के भन्छ यसलाई खोइ कुन हो यो जरायोकै टाइप हो तर सानो खालको हो यस्तो नचली बस्ने नि हुन्छ ओह लु आउनु कुर्ता पल्लोमा छिरौँ त अनि यो के हो उड्छ होला नि त यो चाहिँ के हो अस्ट्रिच हेर्नुहोस् गाइस यो सारस कछुवा पनि रहेछ हो देखिन्छ कछुवा कस्तो बनाएको तर यहाँ सबै चिज बना एकै ठाउँ राखेको हौ ठाउँ हुनु पऱ्यो नि त सिम कुखुरा हो कालो हेर नेचरले दिएको चिजहरूलाई सिङ कुखुरा त्यो माथिको के हो त्यो यो सारस हो मुनिको कछुवा औ त्यो त यति नै हो कि के हो छैन क्या बाटो यो मान्छे मलाई खालि कता कता डुलाउनुहुन्छ अब नछुनु न यो भन्छ के लाग्यो भन्छ के अब के गर्दैन के मान्छे छ डु नट टच एनिमल भनेर लेखेको छ यहाँ नजिकबाट हेर्नु न मम्मी हो मजाले हेर त एउटा खुट्टाले उब्छ यो थाहा छ कस्तो बाक्लो छ भुटलाई गर्छेरुवा चरा थियो नि त
यहाँ त केही छैन कुन छैन पार्ने आउनु किन केही छैन सायद बकुल्ला हो कि के हो रहेछ तर म छैन क्या खोरभित्र छिरिहाल्ला नि त्यो रहेछ गिद्ध हो रहेछ त ए गिद्ध ए हो माथि रहेछ ओ गिद्ध अनि माथि त बस्छ नि माथि छ यो चाहिँ बिचरा एक्लै रहेछ किन नराख सबै खाइदिइहाल्छ यसले मेरो त चरा खाने जाँदा नि यहाँ के मलाई त डर लागिसक्यो के को डर लाग्छ यति गुम्फली घर रहेछ अबे यही हो उल्लु गाई उल्लु साइप्रसको उल्लु खोइ त त्यसको आँखा उता फरिहाल्छ अबे उल्लु होइन त हुचिल्लो तिमीलाई मैले भन्थेँ नि नगर्नु न तपाईँ त कति चकचकाउँछ हेलो सोल्टी सबभन्दा मलाई डर लाग्ने चरा यही हो कि यसलाई हुचिल भन्छ यो राति जाग्छ दिउँसो सुत्छ हेर्नुहोस् यसलाई चाहिँ हामी लोकल भाषा हाम्रो गाउँतिर चाहिँ हुचिल भन्छ जुन चाहिँ औलभन्दा धेरै ठुलो औसतमा ठुलो हुन्छ अनि यसले चाहिँ उल्लु तथा बिरालोको शिकार गर्छ आउनुहोस् हेर्नु सबैभन्दा हेर त्यहाँ जमाना यति डेन्जर हुन्छ नि यसको फेस देख्यौ यस्तो डरलाग्दो हुन्छ नि गर्ने गराउँछ यो चाहिँ हो यसलाई चाहिँ उल्लु भन्छ यो चाहिँ उल्लु हो त्यो पल्लो हुचिल यो पनि हुचिले कुकु गर्दै राख्यो लखेर्ने मलाई यति डर लाग्थ्यो नि यो गाई त्यहाँनिर चाहिँ सेतो मजुर रहेछ त्यसलाई भन्छ मन्जुर यस्तो मजुर चाहिँ मैले देखाएको छैन अहिलेसम्म साइप्रस आएर त नेपालमा पाउँछ यस्तो मजुर पाउँछ हो र सेतो पाउँछ कालो पाउँछ यो चाहिँ भाले हो पोथी कालो हुन्छ पुरा कालो ए सेतो चाहिँ भाले हो होइन पोथी होइन जसको प्वाख छ नि त्यो भाले हो प्वाख बेगरको चाहिँ पोथी हो प्वाख बेगरको त ठ्याक्कै त्यो ठुलो खालको कुखुरा जस्तै हुन्छ नाच नाच यसलाई अहिले नाच्छ नि नेपालको मात्र नाच्छ होला यिनीहरू त नाच्दैन होला नाच्ने भनेको यसको बेला हुन्छ यसलाई फोटो खिचेर फोटो हाल्न यहाँ चाहिँ आज तपाईँलाई म रातो माछा देखाउँछु परेर पनि कतै फुल्यो पत्ला घाउ परेको ओरिजिनल कलरै त्यस्तो होला रातो माछाहरू यता आउँछ कत्रो माछा आउँदैछ बसा उहाँ पर पनि रहेछ ए नखाउनु न केही नफाल्नु भनेको छ हेर न जुम गर कस्तो घरलाई सजाउँ खालको हो त्यो उहरूमा राख्ने माछै होला यो कस्तो राम्रो हौ कलरफुल बोल्नु नि म साझा हेर्दै जाउँ के छ यसलाई चाहिँ मन्दनी काँडा हुन्छ हाम्रो गाउँतिर पनि पाउँछ चाहिँ मन्दनी काँडा हुन्छ अजिब अजिबको चिज छ त हौ यहाँ यसलाई चाहिँ के मुसा भन्छ हौ जङ्गली मुसा हराएकै प्रजाति हो तर सानो
यो नि मैले देखेको थिएन कहिले नि कस्तो देखेको छैन त्यसको त मुभी नै छ बहिनी कस्तो क्युट हुन्छ मान्छे जस्तो कान्नु बिराछ हेर्नु न यो उता कस्तो नजिकै राखेको यो कछुवा त कति कस्तो गनाएको हौ अनुहार खिचान मुनि नजिक खोसेर खोसेर अनुहारै देखिँदैन यो फेरि के हो यो भ्याकुर मङ्गुर गाइज मैले चाहिँ आज नदेखेको कहिले नदेखेको चिजहरू देखिरहेको छु यो तिमी देखेको छैन अरे न्याउरी मुसोले गएको के न्याउरी मुसो त हो कि अरूहरू नेपालकोहरू त यस्तो यस्तो कुद्ने हुन्छ त्यो त जहाँ जुन पनि यस्तो यस्तो मात्रै हुने हुन्छ त नगर्नु न धमिरा खान्छ सर्प खान्छ अहिले थाहा गोमन सर्प डिस्कभरी खाएको देखाएको छ नि के त भन्छ तपाईँ हेर्ने हो डिस्कभरी मात्रै हेर्दैन यस्तो त ऊ हेरेको छ नि टिमोन टूमा ऊ त्यो के खाँदैछ यिनीहरूले लायन किङमा हेरेको छ नि एउटा क्यारेक्टर छैन यही त हुन्छ मासु मुभीहरूमा नि यिनीहरू यस्तो बिस्तारै बिस्तारै हिँड्छ त कति छिटो हिँड्छ त्यो माथेर यो जहिले पनि हेर्नुहोस् गाइज यिनीहरूको चाहिँ समूहमा जहिले यिनीहरूको जहिले चाहिँ समूहमा एउटा चाहिँ जहिले पनि सिपाहीको रूपमा काम गर्छ यो यहाँ उभिनु त म फोटो खिचिदिन्छु तपाईँले यो छ चलिहाल्यो नि उता गयो यो चाहिँ कालो पाइथन यो ठुलो पशु भयो भने त मान्छे पनि खान्छ दाजु मलाई त बोर लाग्छ बच्चा चाहिँ भोको रहेछ यो अर्को पाइथन भयो पाइथन यो अर्को पाइथन यो घरेबाट रहेछ कहाँ छ टाउ त्यो चाहिँ खिच्यो नि त्यो चाहिँ रियली हेर्नु कस्तो छ यो नेपालमा पनि पाउँछ यो चाहिँ हाम्रो ठाउँतिर पनि पाउँछ दादा यो कोसी टप्पूतिर पनि पाउँछ यिनीहरू त नर्मल किन पनि चाहिँ मर्न आँटे जस्तो मऱ्यो कि के हो मर्न आँटा जुम गर हेर्नुहोस् यो चाहिँ सबैभन्दा ठुलो पाइथन के छ सिम सर्पै हो कसमा बगान हेरौँ न छैन कि छैन छोटा कालो सेतो कस्तो कस्तो ऊ ढोका लगाइदिइसक्यो यो पाइथन हो तपाईँलाई सबै पाइथन हुन्छ कोलोब्रा रे कोलोब्रा the local piece. Large white snake. यसको चाहिँ कता छ छैन छैन खालको केटाकेटी हो यिनीहरू त उही सकली हो कि नकली त्यो त नकली होला चल्दैन त नि केही नि छैन यो छेपारो त नहेर्ने उता त्यो सर्प चाहिँ हेर्नु होइन
איזה גדול הוא, גיא, איפה אתה? אתה קולט איזה ענק הוא? וואו. איזה גודל. डराउँदैन त केटाकेटीहरू איך הוא זוכר? זה מטורף. काम छोड्नु जानु क्या תמיד. גם בן אדם מונע אותך. आउनु जानु אז זה חלק אין צבע? אין ארץ. ארץ? לא לצפות. אבל הוא לא משחרר. רק לחזק את האחיזה שלו. Come on guys, follow me. आज हामी चाहिँ एक्वारियम आउँदैछ कस्तो दामी अब यहाँ के जाति पनि रहेछ हौ यहाँ आउनु न त्यो अर्कै खालको माछा के स्टिङरे स्टिङरे भन्छ यसले के खान्छ गाइस यहाँनिर चाहिँ हिप्पो पनि यही छ माछा पनि रङ्गी बिरङ्गी यही छ हाँस पनि यही छ ऊ त्यहाँनिर के हो त्यो कान्छ ऊ त्यो के हो तर यहाँ कस्तो नजिक नजिक राखेको हो के हाम्रो नेपालमा त कहाँ पर राख्छ नि